क्वेसन हेर न, एकदम इम्पोर्टेन्ट क्वेसन छ हेर। यो चाहिँ इन्ट्रान्सको दुनियाँमा र प्लस तपाईँ अर्ग्यानिक केमिस्ट्री पढ्दै हुनुहुन्छ भने अर्ग्यानिक कम्पाउन्डमा पहिल्यै पढिसकेका छौँ कि ग्रिन प्रुसियन कलर जुन लेजाइन टेस्टमा बन्छ त्यति बेला यदि कुनै अर्ग्यानिक कम्पाउन्डमा नाइट्रोजन छ भने कुन कम्पाउन्ड बन्नु पर्ला भन्ने क्वेसन छ। र यसको लागि हेर सिम्पली तपाईँले बुझ्नुपर्ने, तपाईँले पढिसक्नु भएको छ Na4 बिग ब्राकेट FeCN को बेसमा 6, यसलाई के भन्छ सोडियम फेरोसाइनाइड। के हो यो? सोडियम फेरोसाइनाइड। याद गर है, सोडियम फेरोसाइनाइड। यसलाई कसँग रिएक्सन गर्ने? फेरिक क्लोराइड। कसँग मेनली हेर फेरिक क्लोराइडसँग रिएक्सन गरेर फेरिक क्लोराइडसँग रिएक्सन गर्ने इन द प्रेजेन्स अफ, के को प्रेजेन्समा हेर, इन द प्रेजेन्स अफ कन्क हाइड्रोक्लोरिक एसिडमा गर्नुभयो भने कन्भर्ट हुन्छ हेर मेनली एउटा यस्तो कम्पाउन्डमा द्याट इज Fe4 बिग ब्राकेट FeCN को बेसमा 6 होल ट्राइस भन्छ। यसको कम्पाउन्डको नाम हेर, आइरनको ठाउँमा त यता भ्यालेन्सी 3 छ, फेरिक फेरोसाइनाइड। के रे? फेरिक फेरोसाइनाइड। फेरिक फेरोसाइनाइड। यदि फेरिक फेरोसाइनाइड बन्यो भने यसले कन्फर्म गर्छ कि त्यो अर्ग्यानिक कम्पाउन्डमा नाइट्रोजन नै छ र ग्रिन और प्रुसियन ब्लू कलरको हुन्छ। र आजबाट याद गर्नुहोस् Fe4 अनि यता 3 देख्नु भयो भने यता 4 देख्नु भयो भनेलाई फेरिक फेरोसाइनाइड भन्छ। यसले इन्डिकेट गर्छ कि अर्ग्यानिक कम्पाउन्डमा कुन चाहिँ एलिमेन्ट छ, नाइट्रोजन। सो आन्सर के हो? अप्सन नम्बर सी, यो रिएक्सनबाट बन्छ। ठिक छ, थ्याङ्क यू।